2082 चैत्र नवरात्र सप्तदिवसीय श्रीमद्भागवत ज्ञान यज्ञ तथा सप्तचण्डी महायज्ञ गर्नका लागि भारतको हरियाणा राज्यको गुडगाउँको नजिक बनाएको पटौती गाउँमा हामीहरू आएका थियौं। सुन्दर रमणीय दृश्य, अमिला कागतीहरू, रुद्राक्ष, हरियाली चारैतिर भएको यो तिजु फल्ने अवस्थामा रहेको र घरको चारैतिर रुख बिरुवाहरू रहेको अत्यन्त रमणीय र शान्त वातावरण भएको हाम्रो यजमानको घर यो अर्को तिजुको बुटा अब केही समय फल्ने अवस्थामा रहेको र गाडीहरू नस्पाती फलिरहेको छ। यहाँको यो सेतो नस्पाती पनि भन्दछन् यसलाई। सेतो नस्पातीका वृक्षहरू पनि लगाइएको छ। यहाँ अशोकका वृक्षहरू, खजुरका वृक्षहरू, पनि प्रशस्त लगाइएको छ। हाम्रो यो यजमानको घर रहेको छ। हामी यसैको घरभित्र हाम्रो पूजा अनुष्ठान गरिरहेका छौँ।